योपालिको एससीको रिजल्ट हेरिस् त? अब रिजल्ट चाँडै आयो होइन, रिजल्ट अब खोइ 4GP आएको पनि धेरै सुनिएको छ, त्यस्तै हो। मैले त्यो मात्र बनाएँ होइन, यो एससीको न्युजसँगै धेरै कुरा आएको थियो कि मैले रिजल्टभन्दा बाहिरको कुरा बनाएँ। केही थाहा पाइस् त न्युजमा यता हल्ला छ? जस्तै यो एउटा न्युज सुनेको थिएँ क्या मैले, एउटा बच्चाले चाहिँ एससीको रिजल्ट आइसकेपछि सुसाइड गरेछ होइन। अब फेसबुकमा हेरिरहेको थिएँ, चलाइरहेको थिएँ, यतातिर थियो आएको थियो। अर्कातिर चाहिँ के देखेँ भन्दा यो बुवा आमाले छ्याप्छ्याप्ती छोराछोरीको मार्कसिट चाहिँ राखिरहे होइन। अब अहिले त देखावटी संसार भइसक्यो सबै कुरा। अनि यो कुराले मलाई अलिकति मनमा खेलिरहेको थियो कि तँलाई के लाग्छ त यो बुवा आमाले रिजल्टहरू चाहिँ फेसबुकमा सेयर गर्ने, यो र बच्चाबच्चीहरूले गरिरहेका सुसाइडलाई कुनै वेमा हामीले कनेक्ट गर्न सक्छौँ त? त्यो यस्तो हो क्या, अब लाइफ के भयो भन्दाखेरि हामी यति धेरै डिजिटल्ली ट्र्यापमा परिसक्यौँ कि नदेखाइकन हुँदैन। त्यो त मैले पनि हेरेँ, एसियाको 3 दिनसम्म फिडभरि मार्कसिट हाल्न जरुरी थिएन, पास भयो ठिक छ फाइन होइन। र अर्को कुरा सरकारले 12 क्लाससम्मलाई चाहिँ स्कुल लेभल घोषणा गरिसक्ने, अनि फेरि यो एसियालाई यत्रो महत्त्व किन दिएको? त्यो त 12 क्लासमा बच्चाहरू एउटा 18 वर्ष 18 वर्षमा पुग्दाखेरि अलिक म्याच्योर हुन्छन्, 16 वर्षमा अलिकति इम्याच्योर देखियो, त्यो इम्याच्योरिटीको नतिजा हो नि त त्यो सुसाइड त खासमा। भनेपछि यो फेसबुक भन्दा पनि सोसियल मिडियामा चाहिँ छ्यापछ्याप्ती रिजल्ट सेयर गर्ने चलन पनि अलिकति चाहिँ त्यसले गर्दाखेरि बच्चा बच्चीमा यो सुसाइडको कुरा बढिएको भन्ने बुझ्न आकलन गर्न सक्छ। सुसाइड भन्दा पनि मेन्टल प्रेसर चाहिँ हो, प्रेसर है। मेन्टल्ली मान्छेलाई के भयो भन्दाखेरि हेरे सोसियल मिडिया हेरे, सबैको रिजल्ट कसैको A+ आछ, कसैको यति GPA भनेको छ, के भनेको छ। अब त्यो नन ग्रेडेड आएको बच्चाले त्यसले कसरी स्वीकार्ने त त्यो कुरालाई? अब फेरि यस्तो छ नि त, आजको दिनमा संसार त कम्प्लिटली डिजिटल बनिसक्यो। अब कोभिड पश्चात त कति पढाइ त अनलाइन हुन्छ होइन। बच्चा बच्चीलाई यो डिजिटलको मिडियम त दिनै पर्यो, नदिकन यसको त विकल्प छैन। अब कहाँ चुक्यो त हामी, कहाँ चुक्यो जस्तो लाग्छ त? किन भन्दा नदिइकन पनि भएको छैन र दिँदाखेरि पनि यसको कन्सिक्वेन्सेस चाहिँ आजकल पोजिटिभ साइडभन्दा नेगेटिभ साइडतिर बढी देखिया जस्तो लाग्न थालेछ क्या मलाई। यस्तो डिजिटल्ली हामीले ब्यान्डै गर्ने भनेर डिजिटल्ली ब्यान गर्न सक्दैनौँ। ब्यान गरेपछि फेरि त्यही हो, हामी पछाडि रहने कुरा हुन्छ, टेक्निकल्ली पछाडि रहने कुरा हुन्छ। तर बच्चाहरूमा दिने, तर हामीले दिनुभन्दा अगाडि जुन बेसिक कुरा सिकाउनु पर्ने थियो त्यो सिकाएनौँ क्या। हामीले फेसबुक चलाउन सिकायौँ, फेसबुकमा हुने असर हामीले कहिले पनि बताएनौँ। मोबाइलमा गेम खेल्न सिक्यौँ, त्यो गेमका असरहरू कहिले पनि बताएनौँ। किनकि त्यो कुरा त गेम डेभलपरले, सोसियल मिडिया डेभलपरहरूले, अब यो कम्पनीहरूले त आफ्नो ब्याकलग त आफैले दिँदैन होइन। समस्या कहाँ छ भन्दा ठिक छ स्कुलले पढ्नलाई चाहिँ इन्टरनेट चाहियो हो, मोबाइल चाहिएको होइन नि त। इन्टरनेटमा मोबाइलमा मात्र इन्टरनेट आउँछ भन्ने छैन होइन। अनि त्यसको इफेक्टहरू के हुन्छ त्यो कुराको ज्ञान कसैले पनि दिएको छैन। हामीले जहिले पनि के भन्यौँ, स्मार्ट सिटी भन्यौँ, सरकारले पनि के भन्छ स्मार्ट सिटी भन्छन्, टेक्नोलोजीमा अगाडि जाने भन्छन्, ठुला कुराहरू भए। तर बेसिक कुरा खोइ त। अब तैँले यो भर्खर गेमको कुरा गर्दै गरिस् होइन, यो कुरा चाहिँ मलाई पनि आफूलाई पनि अलिकति फिल भएको कुरा हो कि अब आजकलको बच्चा बच्चीलाई गुच्चा भने के थाहा छैन होइन। मेरै घरमा अब यो भान्जीहरू आउँछ, हेरेको अस्ति 3 घन्टा फोनमा गेमै खेलेर त्यो सानो बच्चा गेमैमा अब फोनमै झुन्डेर बसिरहेछ कि। अब यो जुन प्रयोग भइरहेछ घरमा, बुवा आमाले चाहिँ बच्चा बच्चीलाई रिसाउनुको साटो यसलाई ठिक छ एकैछिन फोन दिउँ मानिहाल्छ नि भन्ने, यो चलनले चाहिँ कतिको अफेक्ट गरे जस्तो लाग्छ अहिले बच्चाको? सबैभन्दा ठुलो एफेक्ट नै यसैले गरेको छ क्या। हामी बच्चाहरू छिसिको रुनु हुँदैन, मोबाइल देखाइदिइहाल्ने होइन। बच्चाहरू रिसायो, घरमा 2 दिन भात खाएन भनेर मोबाइल किनिदिइहाल्ने। यो त बच्चाले के भयो भन्दा मैले चाहिँ यसो गर्दाखेरि यो ट्यान्ट्रमहरू फालेपछि चाहिँ मैले भनेको चिज पाउँछु भन्ने भयो नि त। अनि हामी पनि त आइटी सेक्टरमा काम गरे मान्छे हो नि, हामीलाई थाहा हुँदैन गेम कसरी बनिरहेछ, सोसियल मिडिया किन बनिरहेछ होइन। त्यो त हामीले पनि बुझेका छौँ नि त। एल्गोरिदम यस्तो बनाएका हुन्छ त्यहाँबाट आँखा हट्दैन मान्छेको। एउटा युट्युबको जमानाबाट अहिले 15 सेकेन्डको रिल्सको जमाना आइसकेको छ, 10 सेकेन्डको रिल्सको जमाना आइसकेको छ। अनि त्यो त मान्छेलाई चाहिँ त्यहाँ अट्र्याक्ट गरिराख्नलाई हो नि त। त्यो कुरा चाहिँ हामीले बुझाउन सकेनौँ क्या समाजलाई। र अब यसमा फोनको युज त भयो होइन। अनि अब मलाई त्यो हामी लास्ट टाइम एउटा क्लास लिन गएको कुराले चाहिँ अलिकति मैले कनेक्ट गर्न मन लाग्यो कि
त्यहाँ हामीले क्वेसन सोध्दै जाँदाखेरि कतिजनाको चाहिँ अहिलेसम्म अब गेम अकाउन्ट ह्याक भएको छ भनेर सोद्धाखेरि होइन, गेम त छोडौँ, हाम्रो सोसियल मिडियाको अकाउन्टै कतिचोटि ह्याक भएको छ भनेर सोद्धाखेरि जवाफ थुप्रै आएको थियो कि, थुप्रैले हात उठाए। तर कुरा बुझ्दै जाँदा कसैलाई भन्यो त होइन, इभन त 2-3 जनाको त अब त्यो अनलाइन हरासै भएको कुरालाई पनि, हरासमेन्टलाई पनि भन्यो त भन्दाखेरि उनीहरू अलिकति पन्छिन खोजे कि, अलिकति पन्छिन खोजे। अब के कसो एउटा के कारण हुनसक्छ त, के जस्तो लाग्छ नि? अब मलाई के लाग्छ भने अलिकति हाम्रो चाहिँ इमोसनल डिट्याचमेन्ट भइरहेछ क्या होइन, मान्छेहरू त्यो फिजिकल्ली अट्याचमेन्टै छैन कसैसँग पनि। किन भन्दाखेरि हामी डिजिटल वर्ल्डमा यति धेरै पसिसक्यौँ। रिसेन्ट एक्जाम्पल, डिजिटल्ली यति खुङ्खार क्या, सबै चिज थाहा छ उसलाई। तर अस्ति एउटा स्कुलमा सामान्य क्वेसन सोध्ने बेलामा बच्चाले उठेर एन्सरै दिन सकेन। सामान्य क्वेसन है, यो त फेरि त्यो थ्योरीका कुराहरू, उसका त्यो सब्जेक्टका कुराहरू सोधेको होइन, मैले सामान्य कुरा सोधेको, के हो उठेर भन भन्दा उसले एन्सर दिन सक्यो। लिटरल्ली कामिरहेछ होइन। त्यो काम्नुको पछाडि के हो भन्दाखेरि मान्छेहरूले फिजिकल इन्भाइरोमेन्टलाई नबुझ्या हो कि, हामीले फिजिकल्ली डिट्याचमेन्ट बनाउँदै गएको अनलाइनमा, गेमिङमा अथवा डिजिटल वर्ल्डमा चाहिँ हाबी हुँदै गयो। तर जुन फिजिकल इमोसनहरू, फिजिकल के भन्छ त्यसलाई, अब एक्ज्याक्ट वर्ड आएन होइन, त्यसले गर्दाखेरि चाहिँ मान्छेहरूमा चाहिँ हामी सोसियल्ली पनि टाढा भइरहेछौँ, डिजिटली नजिक भइरहेछौँ। अनि समस्या कहाँ आयो भन्दाखेरि डिजिटल्ली पावरफुल देखिने कुरामा कम्पिटिसन गर्नाले गर्दाखेरि हामीलाई समाजमा मात्र होइन, अहिलेको बच्चाहरू मेन्टल्ली धेरै ठुलो स्ट्रेस पर्दै गएको छ। मलाई चाहिँ उयो फिल हुन्छ क्या, अहिले सबै बच्चा बच्चीहरू डुअल पर्सनालिटीमा बाँच्छ जस्तो लाग्छ कि। एक्ज्याक्टली, एउटा रियल पर्सनालिटी भयो, एउटा डिजिटल पर्सनालिटी हो। हाम्रो त के थियो, बाहिर खेल्न गइन्थ्यो, कुटाकुट भयो भने आज साथीभाइ कुटाकुट हुन्थ्यो, भोलिको दिनमा त फेरि मिल्ने भन्ने कुरा हुन्थ्यो, एकअर्कालाई कुरा सेयर गरिन्थ्यो। अब आजकल के लाग्छ भन्दा मान्छेहरू उसको सोसियल मिडियामा आफ्नो प्रोफाइल खतरा हुन्छ कि, ऊ सोसियल मिडियाको हिरो हुन्छ। तर अब बाहिर गएर कसैसँग बोल्नलाई अगाडि गएर 2 मिनट बोल्यो भने पनि उसको चिट पसिना बग्छ। अब तैँले भने जस्तो मलाई चाहिँ त्यही कुरा पनि फिल भयो कि सोसियल मिडिया कोही छैन मेरो वरिपरि, फिजिकली कोही प्रेजेन्ट छैन, मैले आफूलाई जसरी रिप्रेजेन्ट गर्न पनि सकेँ। तर जब कोही मान्छेसँग आएर आफ्नो कुराहरू सेयर गर्न पऱ्यो त्यो त सकेन, किन त्यो वेमा त ग्रुम गरेकै छैन। अनि यही कुरालाई गरेर मलाई अगाडिको सुरुको सुसाइडल कुरामा चाहिँ अलिकति जोइन गर्न मन लाग्यो है। यदि ऊ चाहिँ अलिकति एक्सप्रेसिभ भएको भए मेबी गएर आफ्नो ठुलो मान्छेलाई, साथीभाइलाई त्यो कुरा खुलेर भन्न सक्थ्यो कि। अब एउटै मान्छेमा चाहिँ प्रेसर बिल्डिङ भयो कि अब उसलाई वाट नेक्स्ट होइन, एककोर सोचिसकेपछि त त्यहाँ मात्र सोच्यो, उसले त्योभन्दा बाहिर बाटो नै देखेन। अब यही जुन हाम्रो डिजिटल प्लेटफर्म अब को ओभर युज भनौँ न, त्यो कुरालाई चाहिँ अलिकति प्रपर युज गरेर होइन, मान्छेहरूलाई चाहिँ एउटा जुन फिजिकल प्रेजेन्स, फिजिकल कम्युनिकेसन पनि बढाएको भए के हामीले यो अहिले जुन रेकर्ड हेर्दाखेरि दिनको केही न भने 20 देखि 30 वटा चाहिँ सुसाइडल केस आइरहेको छ नेपालमा होइन। त्यो कुरालाई चाहिँ अलिकति चाहिँ हामीले जोगाउन सक्थ्यौँ होला त। यस्तो हो, एक्सप्रेस गर्नलाई पनि हाम्रो समाजमा एउटा समस्या छ क्या। पहिले हिजो भर्खर बुढीसँग कुरा गर्दाखेरि के जवाफ दियो भने एक्सप्रेस त गर्छ बच्चाले, एकचोटि दुईचोटि एक्सप्रेस गर्छ होइन। अनि हामी प्यारेन्ट्सहरू पनि त्यो सोसियल मिडियामा देखेर, यता देखेर उसको यस्तो भनेर धेरै कम्पेरिटिभ भइसकेका छन्। अनि उसले के भनिदिन्छ, तैँले अल्छी गरिस् अथवा तैँले चाहिँ आफूले गर्न नसक्ने होइन, अरूले गरेको हेर भनेर कम्पेयर गरिदिने। अनि उसले प्रब्लम नै बताए पनि यो यस्तो सामान्य कुरा हो नि भनेर मलाई बुढीले हिजो भनेको थियो। त्यो समस्या कहाँ हो भन्दाखेरि चाहिँ हामीले पनि त उसले एक्सप्रेस गर्दाखेरि हामीले एन्सर दियौँ त, एन्सर त दिएनौँ। अथवा त्यसलाई चाहिँ टिका टिप्पणी गरिदिउँ, यो होइन तैँले अल्छी गरिस् भनिदिउँ, के भनिदिउँ। अब त्यसले दोहोऱ्याएर कहिले पनि क्वेसन सोध्दैन, यस्तै त रहेछ, म मात्रै रहेछ समस्या भन्ने हुन्छ नि त। अनि के गर्छ त्यो बच्चाले, त्यो कुरालाई लिन्छ एउटा प्रेसर कुकर जस्तो बनाइदिन्छ क्या। बेला बेला प्रेसर कुकरमा नि बेला बेला चाहिँ त्यो सिटी लाग्यो भने पो तरकारी पाक्छ। त्यो सिटीलाई पाल बन्द गर्दैछ, एक्सप्रेसै गर्न नपाएपछि, अब एक्सप्रेस गर्न नगर्दाखेरि चाहिँ प्रेसर बिल्ड हुन्छ, पड्किन्छ। त्यही अब अर्को कुरा मलाई फिल भयो यसमा चाहिँ यो बच्चा बच्चीलाई मात्र ब्लेम गर्नुभन्दा अलिकति गार्जेनलाई पनि ब्लेम गर्नुपर्ने टाइम आइसक्यो क्या। अब आएर केही भनिदिन्छ नि, ठिक छ ह्यान्डल गर न, त्यति पनि गर्न सक्दैन, ठिक भइहाल्छ नि होइन। आज मलाई यो कुरा चित्त बुझेन भन्दाखेरि होइन, ल मलाई पढाइको यो कुरा चित्त बुझेन भन्दा
त्यति त ह्यान्डल गर्न सकिहाल्छौ नि, गर न, इग्नोरेन्स के भन्छ नि हाम्रोमा, हो। सबै कुरा इग्नोर गरिदिने, पछि ब्याङ एकैचोटि एक्सप्लोड हुन्छ। ल मलाई भन्नु त भने थियो छोराछोरीले। र यो कुरा चाहिँ मलाई हाम्रो नेपालमा मात्र होइन, हाम्रो यो साउथ एसियन सबै नेसनमा क्या, जस्तै इन्डियामा साउथ एसियन कल्चर नै लगभग सिमिलर टाइपको कल्चर हो होइन, जहाँ चाहिँ प्यारेन्टल कन्ट्रोल अलि बढी हुन्छ। अनि हामी के गरेर छौँ, प्यारेन्टल कन्ट्रोल बढी भनेर सोचिरहेको हुन्छौँ, त्यसले एक्सप्लोसिभ त्यो नेचरमा बच्चालाई लगिसकेको हुन्छ क्या, बच्चाको कुरा नसुनिदिने होइन। अनि बच्चाले फिजिकल्ली बच्चाले आमा बाउले बच्चाको कुरा सुन्दैन, उसले कहाँ पोख्ने त रिस। अनि ऊ डिजिटलमा रमाउँछ, फोनमा रमाउँछ, भर्चुअल साथीहरूसँग खुसी हुने, गेम खेल्दा खुसी हुने, यस्तै कारणले गर्दाखेरि त्यो फिजिकल डिट्याचमेन्ट हुँदै गएको होइन। अनि अर्को कुरा, जति बेला चाहिँ बच्चाले क्वेसन सोध्छ, जति बेला चाहिँ हुन्छ नि मलाई यस्तो प्रब्लम भयो भनेर भन्छ नि, त्यतिखेर जब प्यारेन्ट्सले इग्नोर गरिदिन्छ, इग्नोर गरिसकेपछि उसले सबै यो फिजिकल आफ्नो वरिपरिका कुरालाई नेग्लेक्ट गर्न थाल्छ क्या। सायद यही कुराले पनि अब बिस्तारै अहिलेका जेनेरेसनहरू जुन टिन्सहरू छ, मलाई चाहिँ यिनीहरू धेरै नै लोन्ली जस्तो फिल हुन थाल्छ क्या। कसैसँग अब साथीभाइ त टाढाकै कुरा भनौँ, अब कजन बिच कुराकानी हुने त्यो चलन पनि हराउँदै गएको छ क्या। सबैजनाको संसारै मोबाइल डिजिटल वर्ल्ड भइसक्यो। पहिला त भनौँ न कसैको घरमा बिहे भतेर हुँदाखेरि कार्ड लिएर घरमै गइन्थ्यो, अहिले त किन जाने, अनलाइन पठाइदिउँ। दाजुभाइको छोराछोरीले एकअर्कालाई चिन्दैन। त्यो भनेको यस्तो हो, त्यो खासमा सजिलोको लागि हो, सजिलो गराउनु पाइयो नि त, पाइयो, बनाएकै त्यसैको लागि हो। टेक्नोलोजी युज नै आफ्नो सजिलोको लागि बनाएको हो नि त होइन। त्यसलाई चाहिँ अब होइन तैँले मलाई कार्ड दिनुहोस् यो कुरा त्यो कुरा भन्ने भन्दा पनि ठिक छ, सजिलो जुन मेथड छ उसबाट पठायो। तर यहाँ समस्या कहाँ छ भन्दाखेरि चाहिँ मान्छेलाई बिस्तारै एक्लोपनातिर लगिरहेछ नि टेक्नोलोजीले। यो एक्लोपनाले भोलि धेरै ठुलो विध्वंस निम्ताउँछ क्या। अहिले अब नेपाली समाज कस्तो छ, फेरि मेन्टल हेल्थलाई हेल्थै होइन भनिदिएको छ। मेन्टल हेल्थ भन्ने कुरा त एक्जिस्टै गर्दैन नेपाली समाजमा, गर्छ त? यो समाजमा एक्जिस्ट गर्दैन भन्दा नि मलाई यो मान्छेको बुझाइ पनि कम भयो जस्तो लाग्यो मेन्टल हेल्थमा चाहिँ होइन। के हो त, मान्छेले मेन्टल भन्ने एउटा शब्द सुन्ने बित्तिकै डराउँछन् कि, घाउचोट लाग्यो भने ल जति जे भयो भने मान्छेले निको पार्दैन होइन। तर तपाईँको छोराछोरी चाहिँ उसलाई अलिकति मेन्टली उसलाई अलिकति स्टेबल छैन कि भन्ने बित्तिकै तपाईँले मेरो छोराछोरीलाई पागल भन्नुभएको खोज्नु भए भनेर बुवा आमा चाहिँ त्यो जाइ लाग्न आइपुग्छ। यो अलिकति मेन्टल हेल्थ सम्बन्धी बुझाइ पनि कमजोर छ नेपालमा। त्यो अब त्यो जुन गराउनु पर्ने मान्छेले लिटरेट गराउनु पर्ने कुराहरू लिटरेट गराइएको छैन क्या। त्यो भयो। र अब अहिले एउटा फेसन आएको छ नि होइन, टिन्समै भनौँ फेसन के भयो भने म त मेन्टल्ली नै डिप्रेस छु, म त मेन्टल्ली त्यो अब भन्दाखेरि कुल साउन्ड हुन्छ जस्तो होइन। अनि एक हिसाबले चाहिँ त्यो वर्डको महत्त्व पनि घट्दै गइरहेको जस्तो भएको छ क्या अहिले। बुझेर बोले यिनीहरूले, नबुझेर बोले थाहा भएन। यस्तो डिप्रेस भने चाहिँ घरमा आमाले गाली गरे नि डिप्रेस, अब बाउले गाली गरे नि एक्चुअल डिप्रेसन भएको मान्छेले कसरी एक्सप्रेस गर्छ आफूलाई? त्यो त गर्दैन नि त। फेरि त्यही त सोसियल मिडियामा खालि फोनमा छ अनेकौँ भिडियो हेऱ्यो होइन, अब त्यही कुरालाई चाहिँ कपी पेस्ट गर्न खोज्छन्। अरे यार यो सबभन्दा ठुलो गेम नै यहाँ छ क्या। अब उसका यति फलोवर, मेरा यति फलोवर, उसको चाहिँ कन्टेन्ट एउटा के हाल्यो, एउटा स्ट्याटस हाल्यो, एउटा फोटो हाल्यो, उसका यति लाइक मेरा यति लाइक। यो लाइक पाउने चक्करमा यहाँ समाज कहाँ पुगिरहेको छ कसैलाई पत्तो छैन होइन। अनि यो लाइक र यो के पाउने चक्करमा आफू चाहिँ सोसियल मिडियामा हिरो भन्ने चक्करमा चाहिँ मान्छेहरूले चाहिँ यो यति ध्वस्त बनाइसके सामाजिक सञ्जाल, जसको वास्तविक युज त्यो होइन पनि होला सायद। भनेपछि के भन्छस् त, चलाउनु दिनु पऱ्यो घरमा छोराछोरीहरूले फोन कि दिनु भएन? चलाउनु दिनु पऱ्यो, एउटा नर्म्समा राखेर दिनु पऱ्यो नि त यार होइन। मोबाइल दिने ल मैले टिनलाई त कन्ट्रोल गर्न चाहिँ एउटा सामाजिक सञ्जाल चलाउला। यहाँ त समस्या कहाँ छ, सानो बच्चादेखि समस्या छ। यिनीहरूलाई चाहिँ आफूलाई गाह्रो भयो, अल्छी लाग्यो बच्चा हेर्न भने मोबाइल बेडाइदियो। मोबाइलको भिडियो कस्तो आउँछ, त्यो युट्युबमा सर्ट्स हेर्नुपर्छ, यति नचाहिने सर्ट्सहरू आइरहेको हुन्छ, अनि त्यो बच्चा त्यही हेरेर रमाइरहेको हुन्छ। अनि त्यो हुँदै त्यो बच्चाको क्यारेक्टरै त्यतातिर गइसकेको हुन्छ। अब त्यो हिसाबले बढ्न सक्यो। र अलिकति एउटा चाहिँ बच्चा बच्चीलाई मात्र नभनिकन आई थिङ्क हामी एज अ गार्जेन हाम्रो एन्डबाट पनि आफ्नो वे अफ थिङ्किङ चेन्ज गर्नु पर्ला जस्तो छ कि। एउटा जुन जेनेरेसनल ग्याप भन्छ नि होइन, किन भन्दा फोन दिन्न भन्ने त कुरै हुँदैन अहिले। फोन दिन्न भन्ने नै होइन, फोन त दिने, तर त्यसलाई कसरी चाहिँ कन्ट्रोल गर्ने भन्ने कुरामा त सिक्नु पऱ्यो नि त। त्यो फोन दिनुभन्दा अगाडि के कुरा बुझाउनु पर्छ त्यो त बुझाउनु पऱ्यो नि त। त्यो एउटा लिमिटेसन्स, एउटा बााउन्ड्रिज सेट नगरिकन दिइसके पछाडि त
होइन बााउन्ड्री त सेट हुनु पऱ्यो नि त कहाँसम्म चाहिँ यो तेरो बााउन्ड्री कहाँसम्म हो भन्ने कुरा थाहा हुनु पऱ्यो नि त अब त्यो त धेरै टाढै जानै नपर्ने कि अब अहिले पछापछि नभएको घर परिवार छैन एक दिन चुप्प लागेर हेरेर मात्र बस्ने हो भने बच्चाबच्चीको कुरै छोडौँ हामी नै एकैछिन फोन चलाइएन भने के मिसिङ भन्ने भइरहेछ हामी पनि कहीँ गएर अब रेस्टुरेन्टमा बसेर अथवा क्याफेमा कसैलाई कुर्नु पऱ्यो भने विकल्प छैन हामी के गर्छौँ मोबाइल स्क्रोल गर्न थाल्छौँ कि मलाई अस्तिको त्यो कुरा याद मैले नोटिस गरेँ क्या होइन तँ उता बसिरहेको थिएँ म यता बसिरहेको थिएँ साइडमा अर्को दुईजना थिएँ क्याफेमा 4 जना 4टा कफी अर्डर गरेर बसिरहेको थियो 4जना फोनमा के कफी खाएर गफ गर्न निस्क्यौँ भने छ 4जना फोनमा छ अर्थ के रह्यो कि त्यो अहिलेको सिनारियो नै त्यही हो होइन अब यस्तो हो क्या अब यसले कहाँ लान्छ समाजलाई के गराउँछ यसले भन्ने कुराको निर्गल यहाँ कसैले पनि गरेको छैन कसैले पनि एसेसमेन्ट गरेको छैन गरेछ त छैन हामीले अब सरकारहरूले गफ हानिदिन्छ होइन हामीले टेक्नोलोजीलाई यहाँ पुऱ्यायौँ त्यहाँ पुऱ्यायौँ यो पुऱ्यायौँ त्यो पुऱ्यायौँ त्यसले समाजको भ्यालु घटाएको म त्यो एसेसमेन्ट कसले गरिदिने क्या बच्चाहरू एक्लो भएको मेन्टल्ली चाहिँ के भन्छ त्यसलाई मेन्टल्ली डिस्ट्र्याक्ट भएको अहिले बच्चाहरूसँग बसेर घरमा कुनै पनि घरमा आधी घन्टा गफ गर्न सकिन्छ छैन त्यो वातावरणै छैन यहाँ त कस्तो भइदिएको छ भने बरु म एउटा 60,000 इन्भेस्ट गरेर फोन लिएर आइन्छु बच्चालाई तर म मेरो 2 दिन चाहिँ इन्भेस्ट गर्न त्यो सिनारियो हुन थाल्छ क्या अब चाहिँ भएको त त्यही हो होइन अब बच्चाबच्चीहरू के हुन्छ प्रेसराइज हुन्छ खुलेर कसैसँग बोल्न सक्दैन एउटै कुरा दिमागमा कसैसँग नबोलिकन एक कुरो आफूले सोचिसकेपछि त नेगेटिभ थट्सतिरै जाने भयो उसले त अरू कसैको पर्सपेक्टिभबाट केही सोच्न पनि पाएन कि त्यही अब हेरेर म अचम्म भन्दा नि वाक्क लाग्दो भयो क्या यो डेटा देखेर नि दिनको 20 to 30 सुसाइड्स त्यो पनि हाम्रो जस्तो देशमा अब सुसाइड चाहिँ फेरि अब मोबाइलको त्यो डिप्रेसन मात्र होइन क्या त्यहाँभित्र धेरै कुरा छ नि मान्छे साइबर बुलिङमा पर्या हुन्छ होइन कता के कसको कसले के भनिदिया हुन्छ कसैको आइडिया भइदिरहेको हुन्छ कसैको के भइदिरहेको हुन्छ तर कुरा त घुमिफिरी एउटै ठाउँमा त आयो नि त्यही त मैले भन्न खोजेको डिजिटल्ली हामी समाज त्यति अवेर नै छैनौँ क्या किन भन्दाखेरि हामीले हाम्रो बेसिक कुरा नै डेभलप नगरिकन सिधै माथि टेक्यौँ क्या चलाउनतिर त लाग्यौँ तर बेसिक कुरा खोइ त हाम्रो यो त उभिन नै नसिकिकन दौडिन एक्ज्याक्टली होइन अब यहाँनिर चाहिँ कुरा सुन्दै जाँदाखेरि अब हामीले यो डिजिटल वर्ल्डमा पनि एउटा बााउन्ड्री सेट गर्ने भन्ने कुरा आयो होइन अब यो बााउन्ड्री सेट नगर्दाखेरि अब अहिले हामीले देखिरहेका मुख्य समस्याहरू चाहिँ के छन् समस्या धेरै छन् नि बच्चाहरूमा अटिजम देखिया छ कोही कोठाबाट ननिस्किने बच्चाहरू छन् होइन बच्चाहरू चाहिँ आफूलाई एक्सप्रेसै गर्न नसक्ने होइन कोही कति एन्जाइटीका शिकार भएको छन् त्यो कुरा त प्यारेन्ट्सले पत्तो पनि भएको छैनन् यिनीहरूले कतिखेर थाहा पाउँछन् भन्दाखेरि जब धेरै ढिला भइसक्यो हुन्छ होइन धेरै ढिला भइसकेपछि थाहा पाएर के काम होइन हाम्रा टोल छिमेकमा अहिले पनि हेर बच्चाहरू कतिपय बच्चाहरू कस्तो हुन्छ भने मोबाइल र टिभी बाहेक बाहिर निस्किँदैनन् त्यो दुनियाँबाट बाहिर निस्केकै छैनन् यो चाहिँ त्यो त मैले पनि रियलाइज गरेको कुरा होइन यो गाउँ भनौँ न काठमाडौँलाई छोडेर अलिकति बाहिर जाने हो भने लगभग 2 वर्ष जस्तो पुग्दा बच्चा मजाले बोल्न थालिदिन्छ कि होइन इफ आइएम राइट मजाले बोलिदिन्छ तर यहाँनिर काठमाडौँ आसपास चाहिँ के हुन्छ भन्दा 3 वर्ष 4 वर्षको बच्चाबच्चीहरूलाई बोल्न गाह्रो बोल्दै पनि चाइनिज भाषामा क्या त्यो जुन भाषामा कार्टुनहरू छन् यस्तो हो क्या त्यही भाषामा बोल्यो काठमाडौँ भन्दा पनि जहाँ चाहिँ डिजिटल पहुँच धेरै भएको छ होइन टेक्नोलोजीको पहुँच बलियो भएको ठाउँमा त्यही नै छ समस्या होइन बच्चाहरूमा अहिले पनि अब सायद हामीले स्ट्याटिक्स त खोजेका छैनौँ खोज्ने हो भने धेरै अटिजम भएको बच्चाहरू भेट्छौँ हामीले अब कुनै बेला हस्पिटलमा पाएर हस्पिटलसँग एप्रोच गरेर हामीले लिने हो भने माइल्डदेखि एकदम सिभियर अटिजम भएको बच्चाहरू धेरै भेटिन्छ र अहिले धेरै सामाजिक सञ्जालहरूमा फेसबुकहरूमा देखिन्छ नि त भिडियोहरू कहिलेकाहीँ त्यो मेन्टल हेल्थका डक्टरहरूले पनि भनिरहेको हुन्छ एक्सेसिभ युज अफ मोबाइलले गर्दाखेरि चाहिँ बच्चाहरूमा अटिजम धेरै क्या छ भन्ने कुरा तर स्टिल कहाँ समस्या छ भन्दा प्यारेन्ट्सले त्यो कुरालाई अझै व्यवस्था गरिरहेछ क्या इग्नोरेन्सको त कुरा गरेर साध्य छैन होइन सायद अलिकति जति टाइम एउटा पेरेन्ट्सले चाहिँ जति टाइममा आफ्नो फोनलाई दिँदै त्यति टाइममा आफ्नो बच्चाबच्चीलाई दिने हो भने न बच्चाबच्चीले फोन चलाउँछ होइन न भनौँ न एउटा हेल्दी इन्भाइरोमेन्ट जसरी हामी हुर्क्यौँ होइन अब हामी हुर्किने त्यो अब क्राइटेरिया नै त्यो हामी कुन टाइममा हुर्क्यौँ हामी टाइममा टेक्नोलोजी थिएन के थिएन हाम्रो त्यतिखेर नि एउटा समस्या थियो होला अब अहिले चाहिँ कहाँ समस्या छ भन्दाखेरि हामीले रुल बनाउन जानेनौँ क्या डिजिटल रुल के हो भन्ने कुरा बनाउन जानेनौँ मैले प्यारेन्ट्सहरूलाई बारम्बार भन्ने कुरा यो हो क्या
जस्तै मेरो घरमा चाहिँ मेरो बुढीले के गर्छ भन्दाखेरि छोराले मोबाइल हेर्ने भनेर जिद्दी नगर्ने होइन, गर्छ, मेरो घरमा त्यो समस्या छ। तर बुढीले के गर्छ, हेर्ने बेलामा चाहिँ टाइम हेर्छ, अब यति बजीसम्म है भनेर एउटा टाइम सेट गरिदिन्छ। अब जस्तै 2:05 भएको छ भने 2:10सम्म हेर्ने हो कि 2:15सम्म हेराउने हो, त्यो चाहिँ टाइम सेट गरेर दिन्छ। र बच्चालाई के बानी परिसकेको छ भन्दाखेरि 2:15 भएपछि मैले मोबाइल रिटर्न गर्नुपर्छ भन्ने उसलाई बानी परिसकेको छ। एटलिस्ट त्यो बानी त पार्न सक्नु पऱ्यो नि त हामीले। अनि दिने, अनि आफ्नो एक त आफ्नो कम्फर्टको लागि मोबाइल फोन दिने नै होइन, टिभी दिने नै होइन। अनि अर्को दिइसके पछाडि अब बच्चाले जिद्दी गर्छ, खोसेर लड्न त सकिँदैन नि त। खोसेर लड्दा भोलि त्यसले के गर्छ त्यहाँ ट्यान्ट्रम कति देखिन्छ उसको। त्यो ट्यान्ट्रम हेर्नुभन्दा बरु बिस्तारै बिस्तारै रुल सेट गर्दै ल्याउने हो भने चाहिँ अलिकति फाइदा हुन्छ कि। एउटा रुल्सहरू भनौँ न, एउटा बााउन्ड्रीमा राखेर होइन, सबै कुराको लागि। अहिलेको टाइममा अब यो फोनै नचलाउने भन्नु त कुरै भएन होइन। डिजिटल वर्ल्ड बिना त भनौँ न हाम्रो जमानामा चाहिँ जसरी अब भर्खर कम्प्युटर आउँदाखेरि हाम्रो लागि चाहिँ इम्पोर्टेन्स थियो, अब अहिले पनि त्यही नै होला बच्चा बच्चीलाई। तर यो रुल्समा नराख्ने हो भने चाहिँ अरू बिजोग छ। रुल्स यस्तो हो, अब बच्चाहरू सानो बच्चालाई रुल्समा राख्ने, ठुलो बच्चाले स्कुलमा इन्टरनेट देऊ भन्छ, इन्टरनेटबाट हेरेर होमवर्क गर भन्छ, त्यो कुरालाई पनि कन्ट्रोल गर्न सक्नु पऱ्यो। मैले बारम्बार सबैलाई भन्ने कुरा हो, मोबाइल नदेऊ। टिचरले इन्टरनेटमा हेरेर होमवर्क गरेर भनेको छ भने डेस्कटप किनिदेऊ भन्छु कि जहिले पनि। मैले जसलाई पनि भन्ने कुरा यही हो, डेस्कटप किनिदेऊ बाबा। त्यो डेस्कटप तिम्रो मोबाइलको ड्युरेबिलिटी 1 वर्ष हुँदाखेरि डेस्कटपको ड्युरेबिलिटी 5 वर्ष हुन्छ त्यही प्राइसमा। तर त्यो डेस्कटप हुँदै गर्दाखेरि धेरै कन्ट्रोल गर्छ नि त बच्चाहरूलाई होइन। त्यो कुरामा त्यति धेरै ध्यान दिएन होइन। अब सबैको बच्चाले मोबाइल चलाएको छ, मेरो बच्चाले पनि मोबाइल चलाओस् भन्ने यो ट्रेन्ड गइसक्यो। देखासेखी एक्ज्याक्टली। अघि सोसियल मिडियामा मार्कसिट देखाएर मेरो छोराले चाहिँ इन्डिरेक्ट वेमा यति ल्यायो, तेरोले कति ल्यायो भनेर देखाएको भन्न खोजेको त्यही नै हो कि सायद। हो नि, त्यही एकदम अनवान्टेड सोसियल प्रेसर हो क्या यो। नचाहिने प्रेसरले गर्दाखेरि एउटा जति ग्रोथ हुन्थ्यो बच्चा बच्चीको म त देख्दिनँ। ग्रोथ त अब यस्तो ग्रोथ त अब होला, ग्रोथ डिजिटली देखियो होला होइन। अब हो एजुकेसनको हिसाबले पनि मार्क्सको हिसाबले पनि बच्चाहरूको मार्क्स राम्रो देखिएला। तर भोलि रियल वर्ल्डमा आएर त्यो बच्चाले काहीँ कम्पिट गर्न पऱ्यो भने सबको हालत फेलियर हुनेवाला छ। व्यावहारिक जिन्दगीमा चाहिँ धेरै अहिले देखिआएको होइन। प्रब्लम ट्याकल गर्नै सक्दैन बाबा। सोसियल मिडियाका हिरो तर रियल लाइफमा चाहिँ रियल लाइफमा हिरो, रियल लाइफमा जिरो हुने। हात काट्यो भने पनि मम्मी ह्यान्डी प्लस कहाँ पाउँछ भनेर सोध्ने चाहिँ भइसक्यो। ठिक छ। अब यस्तो हो, अब यो सबै चाहिँ कहाँ हुन्छ भने मान्छेलाई मोबाइल यतिसम्म टेक्नोलोजी यतिसम्म त डिजिटल वर्ल्डमा हालौँ जतिखेरसम्म उसले धान्न सक्छ। त्यसलाई भोलि गएर त्यसले चाहिँ मान्छेलाई मेन्टल स्ट्रेसमा लगेर भोलि मेन्टल स्टेटमा लग्ने हो भने त समाज त कहाँ पुग्छ होइन। त्यो एउटा मान्छेको जीवनलाई चाहिँ सरल बनाउनलाई लिएर आएको डिजिटल वर्ल्डले त मान्छेको भोलि मान्छेलाई चाहिँ समस्या पार्न थाल्यो। भयो अब यो कसरी हुन्छ, कसरी अवेर गर्ने हो, बच्चाहरूलाई कसरी अगाडि बढाउने हो। हाम्रो यहाँ फिजिकल त्यो के भन्छ त्यसलाई फिजिकल एक्टिभिटिज छैन, सजिलोको लागि मोबाइल दिने यो प्रथा अन्त्य गर्नुपर्छ कि भन्ने कुरा चाहिँ हाम्रो कुरा हो। बाँकी अब प्यारेन्ट्सहरूले अथवा समाजले बुझ्ने कुरा हो। अब भनेपछि के लाग्छ त, अब प्रब्लम त भेट्यो यति प्रब्लम चाहिँ अब त्यो कुरा गरेर साध्य छैन कि होइन। हामीले देखिआएको घर वरिपरि हेर्ने पनि 10वटा प्रब्लम छ डिजिटल वर्ल्डलाई लिएर है। अब एकैचोटि सबै कुराको यो समाधान पनि हुँदैन थाहा छ होइन। किन भन्दा प्रब्लम आउन सजिलो, सल्युसन पनि त्यति नै गाह्रो। अब अहिले तत्कालको लागि तँलाई के लाग्छ त, एउटा बेसिक 5वटा कुरा चाहिँ गर्नै पर्ने, हरेक परिवारमा चाहिँ एउटा फलो हुनै पर्ने कि 5वटा। त्यो यस्तो हो, मैले अघि पनि भने एउटा बााउन्ड्री सेट गर्न जान्नु पऱ्यो। डेफिनेटली एउटा बााउन्ड्री सेट गर्न जानु पऱ्यो। बच्चालाई मोबाइल किन्ने राइट एज कुन हो त्यो प्यारेन्ट्सलाई थाहा हुनु पऱ्यो। अहिले अब 7 कक्षा पढ्नेले नि मोबाइल बोकेर हिँडेको छ, 10 कक्षा पढ्नेले नि मोबाइल बोकेर हिँडेको छ। त्यो त्यो एजको आफूलाई लिमिट थाहा हुनु पऱ्यो। अर्को कुरा, त्यो बच्चाले इन्टरनेटमा के हेर्दैछ भन्ने कुरा, के चलाउँदैछ भन्ने कुरा, के हेर्ने के नहेर्ने भन्ने कुरा प्यारेन्ट्सलाई पहिला थाहा हुनु पऱ्यो होइन। त्यो चाहे त्यो 5 वर्षको बच्चा होस्, चाहे त्यो 16 वर्षको बच्चा होस्, मेरो छोराले के हेर्ने के नहेर्ने भन्ने कुरा राम्रो ज्ञान प्यारेन्ट्सलाई थाहा हुनु पऱ्यो। त्यो ज्ञान लिनु पऱ्यो। अब यहाँ प्यारेन्ट्स पनि त्यही टिकटक चलाएर बस्ने हो होइन, के हेर्छ उसले आफैलाई थाहा हुँदैन होइन। अनि अर्को, इन्टरनेटमा युज गर्नको लागि होइन मैले के भन्छु भने मोबाइल इजी एक्सेसको लागि मोबाइल होइन, डेस्कटप नै देऊ, डेस्कटप नै किन होइन। र
अर्को कुरा फिज अनलाइनबाट छुट्टै डिजिटलबाट छुट्टै एउटा पनि समय हुन्छ। त्यो समय चाहिँ के हुनु पऱ्यो, प्यारेन्ट्सले अथवा चिल्ड्रेन्सले अथवा फ्यामिलीले एकअर्कालाई दिन पऱ्यो। फिजिकल एक्टिभिटिजहरू धेरै हुन्छन् नि। मान्छे एउटा डिनर टेबलमा बसेर गफ गर्दैनन्, डिनर टेबलमा बसेर 10 मिनट जति गफ गरौँ त। यहाँ त पारिवारिक बिचको एउटा जुन कन्भर्सेसन जुन हामीले गर्दै आयौँ त्यो कुरालाई चाहिँ फेरि ल ठिक छ, डिजिटल संसार भनेर डिजिटल वेमा त अगाडि बढ्यो, तर जुन एउटा ट्रेडिसनल वे अफ लिभिङ त्यसलाई पनि अगाडि चाहिँ लिएर जानु पर्यो। ट्रेडिसनल वे भन्दा पनि एउटा अट्याचमेन्ट चाहिँ हुनु पर्छ। अट्याचमेन्ट अब त्यही त हो, सोसियल अट्याचमेन्ट चाहिँ कम हुन दिन भएन। एउटा मेन कुरा चाहिँ एउटा बच्चा बच्चीले आफूलाई भइरहेको कुरा सेयर गर्न चाहिँ कसैलाई नसक्यो भने आफ्नो बुवा आमालाई सेयर गर्ने त्यति एउटाको वातावरण चाहिँ बनाइदिनु पर्यो। त्यति भयो भने जहाँसम्म लाग्छ अब जति डिजिटल्ली जति एडभान्स टेक्नोलोजी आयो भने हामीले हाम्रो सोसियल नर्म्स बिर्सेनौँ भने त्यति धेरै समस्या ल्याउँदैन क्या। डिजिटलले आखिरमा टेक्नोलोजी आउने भनेको मान्छेको सहजताको लागि हो होइन, मान्छेलाई अप्ठ्यारो पार्न आएको होइन। सहजताको लागि मान्छेलाई इन्जोय होस् अथवा रिफ्रेस होस् अथवा काम गर्न सजिलो होस् भनेर आएको, तर हामी हाम्रै कारणले गर्दा चाहिँ आफैलाई बिगारिरहेछौँ। जे कुरालाई चाहिँ जेको लागि बनाए हो राइट तरिकाले त्यसको लागि प्रयोग गर्नु पर्यो। एक्ज्याक्टली।